एपिसोड 24 चिराइतो परम्परागत रूपमा किन प्रयोग गरिन्छ? वैज्ञानिक अनुसन्धानले के भन्छ? जडीबुटी विज्ञान नेपाल। नमस्कार साथीहरू, जडीबुटी विज्ञान नेपालमा फेरि स्वागत छ। अघिल्लो एपिसोडमा हामीले चिराइतोमा पाइने एक्टिभ कम्पाउन्ड बारे बुझ्यौँ। आज हामी चिराइतोको परम्परागत प्रयोग र वैज्ञानिक अनुसन्धान बीचको फरक बुझ्नेछौँ। नेपाल, भारत र हिमाली क्षेत्रमा चिराइतो लामो समयदेखि परम्परागत रूपमा विभिन्न स्वास्थ्य समस्याका लागि प्रयोग हुँदै आएको छ। तर एउटा महत्त्वपूर्ण कुरा के हो भने परम्परागत प्रयोग र वैज्ञानिक रूपमा प्रमाणित उपचार एउटै कुरा होइन। वैज्ञानिकहरूले चिराइतोका विभिन्न सम्भावित जैविक प्रभावहरूबारे अनुसन्धान गरिरहेका छन्। केही प्रयोगशाला र जनावरमा गरिएका अध्ययनहरूले सम्भावित प्रभाव देखाएका छन्। तर धेरै स्वास्थ्य दाबीहरूको पुष्टि गर्न अझ उच्च गुणस्तरका मानव क्लिनिकल ट्रायल आवश्यक छन्। त्यसैले कुनै पनि जडीबुटीलाई सबै रोग निको पार्ने भनेर दाबी गर्नु वैज्ञानिक रूपमा सही हुँदैन। हाम्रो च्यानलको उद्देश्य वैज्ञानिक प्रमाणमा आधारित सन्तुलित र विश्वसनीय जानकारी प्रस्तुत गर्नु हो। अर्को एपिसोडमा हामी सिक्नेछौँ चिराइतो प्रयोग गर्दा ध्यान दिनुपर्ने सावधानीहरू। धन्यवाद। फेरि भेटौँला अर्को पाठमा।